यो मचेन्द्रनाथ चाहिँ गुरु गोरखनाथको पनि गुरु हुन् के। अनि पृथ्वीनारायण शाहले चाहिँ गोरखनाथलाई नमानेर कुमारी मानिसकेपछि के रहेछ त केटोको हल्लीचल्ली भनेर यहाँ गोरखनाथ आउनुभयो। अनि आएर उको अब भिक्षुको रूपमा आउनुभयो क्या। अनि दान माग्नु भयो, कसैले दान दिँदैन नि, यहाँ रिसाउनु भयो। ए मेरो केटाका प्रजाहरू यस्ता हुन् भनेर। अनि भयभरका यिनीहरूलाई खडेरी परोस्, यिनीहरू खाना लाउने यिनीहरूलाई नपुगोस् भनेर भयभरका सबै उसलाई चाहिँ नागहरूलाई चाहिँ एकै ठाउँ राखेर आसन बनाएर विराजमान भएर बस्दिनु भयो। खडेरी चलो, खडेरी चलेपछि के भयो त भनेर जनताहरू बुझ्दै जाँदा त मचेन्द्र गुरु गोरखनाथले चाहिँ यसरी फटाइ गरेको थाहा पाए। अब उहाँलाई उठाउनु त परो, उठ्नेवाला छैनन्, के गर्दा उठ्छन् त भन्दाखेरि गोरखनाथको पनि गुरु मचेन्द्रनाथ तिनलाई ल्यायो भने गुरुको दर्शन गर्न यसो उठ्छन्। अनि त्यसो गर्दाखेरि ती सबै नागहरू फ्री हुन्छन् अनि तिनीहरूले पानी पार्छन् भनेर चाहिँ मचेन्द्रनाथलाई ल्याउने भए कामाख्याबाट लिएर आइसकेपछि चाहिँ ल मचेन्द्रनाथ ल्याए। अनि ल्याइसकेपछि चाहिँ गोरखनाथ उठेर ढोगे, नागहरू सबै फ्री भए। अनि नागहरू फ्री भइसकेपछि चाहिँ अब त्यसले गर्दा पानी पऱ्यो। अनि मचेन्द्रनाथलाई चाहिँ पानी पार्ने देउता भन्छन् क्या। अब यति बेला चाहिँ ठिक्क अब पानी कृषकहरूलाई त यो बेला भनेको त अब पानी पर्नु पऱ्यो, आकाशको त पानीले खेतीपाती गर्नु पऱ्यो नि त, स्पेसली धान रोप्नु पऱ्यो। अनि पानी पारिदेऊ भनेर चाहिँ पानी पारिदिनुहोस् भनेर यो पानी पार्नको लागि पानी चाहिन्छ भनेपछि यो रथ यात्रा गर्ने हो। अनि आज यहाँ भोटो जात्रा पनि हुन्छ। अब भोटो देखाइसकेपछि अब यो मचेन्द्रनाथलाई चाहिँ यहाँबाट निकाल्छन्। अनि खटमा हालेर चाहिँ बुङमती लगेर राख्छन् क्या। यहाँबाट चाहिँ खटमा किन बुङमतीमा चाहिँ त्यहाँ चाहिँ उहाँको विराजमान हुने ठाउँ हो। त्यो पनि 10 वर्ष अगाडि भूकम्पले 72 सालमा मन्दिर भत्काइदिएको थियो। अब यसपालि मन्दिर बनाइसकेको छन्। अब नयाँ जिउडो जातको मन्दिर बनेको मन्दिरमा आज लगेर विराजमान गराएर राख्छन्। अब पानी परेकै गर्छ, पानी त रोक्नु पर्यो नि त। पानी रोकिदिनुहोस् भनेर पछि धान बाली पाकिसकेपछि दसैँ आउने बेलामा पानी पर्नु हुँदैन, पानीले धान बाली नष्ट गरिदिन्छ। त्यो बेलामा फेरि जनताहरूले चङ्गा उडाउँछन्। अनि चङ्गा उडाउनु भनेको चाहिँ पानी अब हामीलाई पर्न पुग्यो है, पानी रोकिदिनुहोस् भनेर चाहिँ इन्द्र देवतालाई मेसेज पठाएको क्या। चङ्गा उडेको देखेपछि अब पानी पार्नु हुँदैन भनेर। अनि त्यसरी चङ्गा पनि यही कथासँग जोडिन्छ। लामो छ, एकछिन कथा भनेर सकिँदैन, यो कथा धेरै लामो छ। जो यति बुझ्दा पनि केही महिमा गुणगान गरे जस्तो हुन्छ। जय माता। धन्यवाद दाजु, राम्रो एक्सप्लेन गर्नुभयो तपाईँले। त्यस्तै त यो चाहिँ भने हाम्रो रातो मचेन्द्रको भने हाम्रो कुमारीको मन्दिर। हामी कृषकको छोराछोरीहरू हामी सबैले आएर जो दर्शन गर्नुपर्छ, प्रसाद लिनुपर्छ, प्रसाद गर्नुपर्छ। मूल उद्देश्य भनेको खडेर पानी पार्नु होइन दाइ। मचेन्द्रनाथको यो रथ यात्रा गर्ने भनेको हामीले पानी पारिदिनुहोस् भनेर, हाम्रो पानीको देउता हो क्या उहाँ। कृषकहरूको पानी पारिदिनुहोस्। त्यसो भने तमाम कृषकहरूले हाम्रो मचेन्द्रनाथलाई चाहिँ बुझ्नुपर्ने देखियो। दाजुको भनाइअनुसार बाहिर यस्तो चाहिँ घाम लाग्यो भने यहाँ जुसहरू पनि फ्रीमा बाटो लाग्छ। यता लरच्चा गरेर परमेश्वर लरच्चा गरेर परमेश्वर रहेछ हाम्रो रहेछ भोटो जात्रा।
यस्तो छ यहाँ भिड बिहान खासै धेरै भिड त छैन आज सुरुवात चाहिँ हुँदैछ है त यो चाहिँ हाम्रो कुमारीको मन्दिर हो भने यो चाहिँ रातो मच्छेन्द्रको हो होइन Happy Bodong Jatra 282. Stay tuned for more update.